आज चाहिँ भेज मोमो रम्बा बनाउन लागेको अनि यो चाहिँ भेज मोमो रम्बा हो अनि त्यसमा वेज सुप भइहाल्यो। त्यसको लागि पहिला चाहिँ हामीले प्याज काट्यौँ। प्याजलाई चाहिँ चार पिस बनाएर यो फिट्नेमा हालेर मजाले पिस्ने अनि यो चाहिँ रम्बा भइहाल्यो। अनि प्याजलाई चाहिँ पिस्नलाई सजिलो हुन्छ। अनि चाहिँ अदुवा लसुन भइहाल्यो अनि अदुवा लसुनलाई पनि कुट्ने। अनि प्याजलाई यो एउटा मिसिर हो, यो भएदेखि एकदम सजिलो भइरहेछ। प्याजलाई चप गर्नलाई सजिलो के अलिकति घुमायो कि फुरुर हुने अनि काट्नलाई पनि सजिलो, चप गरिराख्नु पर्दैन। अनि त्यसै गरी भन्दा पनि यसरी अलिअलि चाहिँ काट्नुपर्ने नै हुन्छ। अनि भन्दालाई पनि यसमा हाल्यो। अनि यो चाहिँ यो पिस्ने काम चाहिँ मैले भन्दा यो लामाजीले चाहिँ राम्रोसँग गरिदिनुहुन्छ। अनि यसलाई चाहिँ यसरी सर्ट तानेपछि चाहिँ मजाले हातले काटेको भन्दा पनि सजिलो हुँदो रहेछ। यसरी स्वाट गरेपछि चाहिँ मिन के हामीले चाहेको जति चाहिँ रफ गर्न नि सकिन्छ। अनि त्यसको लागि पहिला अब हामी त्यो मसला भुट्नको लागि तेल हाल्नुपर्छ। तेल हालेर यो चप गरिएको प्याज भन्दा अदुवा लसुनको पेस्ट पनि अघिकै त्यसमा पिसेको हो यो पनि। अनि त्यसपछि तेल अलिकति धेरै नै तताउनुपर्छ। अनि त्यसलाई चाहिँ यो प्याज चाहिँ हल्का प्याज भन्दा अनि त्यो अदुवा लसुनको पेस्टलाई चाहिँ हल्का तातो तेलमा चाहिँ अलिकति फ्राई गऱ्यो भने चाहिँ अलिक टेस्ट अलि राम्रो आउँदो रहेछ। त्यही भएर चाहिँ अलि फ्राई गरेको। अनि त्यसमा चाहिँ मरमसला पनि हाल्नु पर्यो। गरम मसला भइहाल्यो, जिरा भइहाल्यो, बेसार भइहाल्यो। अनि त्यसपछि यो मोमो मसला पनि हाल्ने। अनि त्यसलाई चाहिँ अलिकति मिक्स गरिदिने। राम्रो पनि भुट्नुपर्ने थियो तर प्यानको स्पेस सानो भएको कारणले गर्दा त्यो भेज सब्जीलाई चाहिँ नभुटेर त्यसैमाथि चाहिँ अब त्यसलाई खनाइदिने। तातो छ त्यही भएर हातले चाहिँ गर्न सक्दैन। त्यही भएर चाहिँ उहाँले चाहिँ चम्चा र त्यो पन्युले हातले त्यो मिक्स गरिराख्नु भएको छ। अलिक तातो छ नि त। अनि त्यसपछि चाहिँ मैले उहाँलाई चाहिँ यसले हुँदैन हातले नै गर्नुपर्छ भनेर रिसाइसकेपछि चाहिँ हातले मजाले मिक्स गऱ्यौँ। तर यो हेर्दाखेरि कति मिठो देखिरहेको थियो। अनि मजाले मिक्स गरिसकेपछि चाहिँ उहाँले मोमो बनाउनु भयो। मोमो चाहिँ थोरै बन्यो, धेरै बनाउन चाहेको थिएँ तर धेरै बनाउन सकिनँ। फर्स्ट टाइम भेज मोमो बनाएको भएर चाहिँ अड्कल भएन भनौँ न। त्यही भएर 2-3 क्रेट बनाउनु पर्ने ठाउँमा हाम्रो मोमो चाहिँ 2 क्रेट मात्रै बन्यो। उहाँले चाहिँ सबै बनाइसक्नुभयो। यहाँको यसमा 1 क्रेट अनि अर्को गरेर 2 क्रेट भयो। अब यसलाई चाहिँ माथि ग्यासमा बसालिदियौँ 20 मिनटको लागि। अनि अब यता चाहिँ हामी त्यो अचारको लागि तिल र टिम्बुरको पेस्ट बनाएर मिक्सीमा फिटिसकेको थियौँ। अनि यसलाई चाहिँ गोलगडालाई पनि मिक्सीमा मिक्स गरेर यसको पेस्ट बनाउने। अनि यता खरमा चाहिँ खोर्सानी लसुनलाई हालेर पिसेर यसरी पेस्ट बनाएर राख्ने हो। अनि यसमा चाहिँ अघि हामीले पेस्ट फिटेर राखेको गोलभेडा छ नि, गोलभेडालाई चाहिँ यसमा हालिदिने। यसमा हालेर अनि फेरि मजाले यसलाई कुट्ने भन्दा पनि मिक्स गरिदिनुपर्छ। अनि अचार रेडी भयो। अनि यता हाम्रो 20 मिनट राखेको मोमो पनि पाक्यो, अचार पनि रेडी भयो। अनि यता चाहिँ हाम्रो ननु बिरु चाहिँ मोमो खाने भनेर हाल्नु भनेर डिस्टर्ब गरिरहेको छ। प्लेटमा हालिदिनु रे। अनि उसले चाहिँ मोमो हाल्ने भनेर ट्राई गरिरहेको छ। हाल्न चाहिँ सक्दैन, खान पनि पाउँदैन। उसले चाहिँ बिचमा चकचकी गरिरहेछ। अनि यता हाम्रो मोमो रेडी भयो, प्लेटिङ पनि भयो विथ सुप, भेज सुपसँग। अनि उहाँहरू आशाङ अनि ननु सबैजना मिलेर मोमो खायौँ। यसरी नै बनायो। अनि हाम्रो
हाम्रो नुनु बिरुले चाहिँ मोमो खान सक्दैन, त्यही भएर सुक्खा भात खाइरहेको छ। अनि यसरी मिठो गरी मोमो खायो। थ्याङ्क यू। अब नेक्स्ट भिडियोमा भेटौँला। थ्याङ्क यू।